तातो चिसोमा दाँत झनझन गर्छ। के तपाईँलाई पनि यस्तै समस्या छ? आज म तपाईँहरूलाई यसको प्रमुख 5 घरेलु उपचार के हुन्छन्, त्यसको बारेमा छोटकरीमा जानकारी दिन्छु। म डाक्टर राजकुमार पन्त। सुरुमा तपाईँलाई यसको पहिलो घरेलु उपचार के हो त भने यसको बारेमा बताउनेछु। दैनिक रूपमा हामीले घरमा लसुनहरू प्रयोग गरिरहेका हुन्छौँ। तपाईँले सुरुमा लसुन लिनुहोस्, त्यसलाई थोरै पानी राखेर पेस्ट बनाउनुहोस्। त्यो पेस्ट चाहिँ तपाईँले दाँतमा जुन दाँतमा तपाईँलाई झन्झनाट हुन्छ, त्यो दाँतमा कम्तीमा तपाईँले 10 देखि 15 मिनेटसम्म लगाएर छोडिदिनुहोस्। र यो काम चाहिँ तपाईँले दैनिक 2 देखि 3 चोटि गर्दा राम्रो। यसो गर्दा तपाईँलाई के हुन्छ भने लसुन हाम्रो एउटा एलिसिन भन्ने एउटा केमिकल पाउँछ। त्यो केमिकलको काम भनेपछि तपाईँलाई एन्टिब्याक्टेरियल, एन्टी इन्फ्लामेटरी काम गर्छ। जसले गर्दा तपाईँको दाँतमा हुने जस्तै स्ट्रेप्टोकोकस म्युटेन्स भन्छौँ, त्यसको ब्याक्टेरियल ग्रोथलाई रिड्युस गर्छ। त्यसले गर्दा तपाईँको क्याभिटी फर्मेसन हुन र दाँतलाई सेन्सिटिभिटी हुनबाट जोगाउँदछ। दोस्रो उपचार भनेको तपाईँलाई के हुनसक्छ भने जहिले नै हामीसँग भान्सा भने अदुवा हुन्छ। त्यो अदुवालाई चाहिँ पहिला सफा गर्ने, अदुवालाई चाहिँ हामी जुन दाँतमा झन्झना हुन्छ त्यो दाँतमा लगेर राख्ने। यसलाई पनि हामीले 5 देखि 10 मिनेट राख्ने र दिनमा 2 देखि 3 चोटि राख्ने गर्नुपर्छ। यसो गर्दा अदुवामा चाहिँ हामीले एउटा जिन्जेरोसा सोगोल्स भन्ने एउटा केमिकल पाउँछ। त्यो केमिकलले चाहिँ हामीलाई एन्टिब्याक्टेरियल काम पनि गर्ने हो, एनाल्जेसिक गरेर एन्टी इन्फ्लामेटरी गर्छ। अब यो कुरा रह्यो अदुवामा। अदुवामा एउटा यस्तो राम्रो कुरा हुन्छ जुन चाहिँ एन्टिअक्सिडेन्ट प्रोपर्टी यसले सो गर्छ, जसले गर्दा हाम्रो दाँतमा क्याभिटी फर्मेसन नभएर हामीलाई यसले पनि सेन्सिटिभिटी गराउँदैन। अब तपाईँलाई तेस्रो उपचार भन्छु। तेस्रो उपचार चाहिँ जस्तो कहिलेकाहीँ हुन्छ नि, हामी नेपालमा त नरिवलको तेल इजिली पाउँछ। त्यो नरिवलको तेललाई चाहिँ हामीले के भने मुखमा 4 देखि 5 मिनेट अथवा कोही ठाउँमा चाहिँ 5 देखि 6 मिनेट राख्नुहुन्छ। 5 देखि 6 मिनेट मुखमा मजाले राखेर त्यसलाई दैनिक 2 देखि 3 चोटिसम्म कुल्ला गर्ने। कुल्ला गरे पनि नरिवलको तेलमा चाहिँ हामीले एउटा केमिकल पाउँछ। त्यो केमिकल हामी लौरिक एसिड भन्छौँ। लौरिक एसिडले चाहिँ के गर्छ भने हामीलाई एन्टी इन्फ्लामेटरी काम पनि गर्ने हो, अनि एन्टिब्याक्टेरियल प्रोपर्टी सो गर्छ, जसले गर्दा हाम्रो दाँतमा क्याभिटी फर्मेसन नभएर हामीलाई सेन्सिटिभिटी हुँदैन। अब अर्को चाहिँ हाम्रो सजिलो उपाय जसकै घरमा जसकोमा नि हुन्छ, त्यो भनेको हामीलाई पहिला सुरुमा पानी तताउने, त्यसलाई मजाले उमाल्ने, 1 चिम्टी नुन लगाएर त्यहाँ राख्ने। त्यो नुन पानी चाहिँ तातो मुखले धान्न सक्ने तातो बनाएर त्यसले चाहिँ मुखमा कम्तीमा 1 देखि 2 मिनेट राखेर कुल्ला गर्ने। कुल्ला गर्दाखेरि एउटा फाइदा के हुन्छ भने जस्तो हाम्रो भित्ताको दाँतहरूमा कुना दाँतमा चाहिँ खाना अड्केको छ, खाना पनि फाल्छ त्यसले। अनि सेकेन्डमा त्यसले के गर्छ भने हामीलाई एन्टिब्याक्टेरियल प्रोपर्टी सो गर्छ र हाम्रो मुखको पिएचलाई पनि नर्मलाइज गर्छ, जसले गर्दा हाम्रो पिएच पनि पुरै डाउन हुन पाउँदैन। त्यसले गर्दा क्याभिटी नि फर्मेसन हुन र यसले सेन्सिटिभिटी पनि घटाउँदछ। अब तपाईँलाई पाँचौँ र अन्तिम उपचार भनेको चाहिँ हामीले निमपत्ता लिने, निमपत्तामा थोरै पानी राख्ने, त्यसलाई पेस्ट बनाउने। त्यो पेस्टलाई चाहिँ हामीले 5 देखि 10 मिनेटसम्म दाँतमा जुन दाँतमा सेन्सिटिभिटी छ त्यो ठाउँमा लगाएर छोडिदिने। यसलाई पनि दैनिक 2 देखि 3 चोटिसम्म गरेको राम्रो। जस्तो निमपत्तामा के हुन्छ भने हामी चाहिँ निम्बिडिन हामीलाई एउटा ट्यानिनस भन्ने केमिकल पाउँछ, जुन केमिकलले चाहिँ हामीलाई के गर्छ भने एन्टिब्याक्टेरियल, एन्टी इन्फ्लामेटरी प्रोपर्टी सो गर्ने हो, जसले गर्दा हाम्रो दाँतमा किरा लाग्दैन र सेन्सिटिभिटी घटाउँछ। थ्याङ्क यू फर वाचिङ। साइनिङ अन।